हेलो गाइस, वेलकम टु माई न्यू डे न्यू ब्लग। हजुरहरूलाई आज चाहिँ म यस्तो बच्चाहरूलाई घुमाउँदै नजिकै बच्चालाई घुमाउँदै अनि साथीकोतिर पनि छिर्दै, साथी भन्नाले उहाँहरू पनि बाहिरको यसो बस्न आउनुभएको अनि तरकारीहरू लाएर बस्नु भएको छ। अनि उहाँहरूसँग चाहिँ उहाँहरूकोमा जाँदैछु नानीहरू घुमाउँदै अनि तरकारी सरकारीहरू के छ यसो हेरेर, गीतामा हो तरकारी के छ हेरेर सागहरू यसो लिएर आउनु पर्यो। अनि त्यहाँको रहनसहन हजुरहरूलाई यसो हल्का देखाइदिनु पर्यो। तराई जस्तो लाग्छ क्या त्यहाँ चाहिँ। उहाँहरूले एग्रिमेन्ट जग्गा लिएर बस्नु भएको छ। थोरै एरिया कुखुराको खोर झन् थोरै एरिया लिनुभएको छैन कि। अनि त्यहाँ कुखुरा पहिला चाहिँ राख्नु भएको थियो, अहिले चाहिँ छैन। अनि यसो हजुरहरूलाई पनि देखाइदिन्छु है त साथीहरू। हेर्नु छोरी, मेरो छोरी चाहिँ यहाँनिर टुक 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 छिटो बाबा छिटो छिटो छिटो। कुवामा गीतामा देख्न सक्नुहुन्छ गाई। हाम्रो गाउँघर यस्तै छ। टुक 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 वान टुक टुक टु। हेलो गाइस गरे खोइ उडी चुप्पा। त्यताबाट होइन बाबा, यता बाटो यता खै। हेलो गाइजहरू यहाँ काम छैन थोरैको, यिनीहरू थोरैजना भेला छैन त। नि यो प्रतसु अनि अर्को को अरे पासाङ लामा शेर्पा अनि अर्को चाहिँ चिनिनँ मैले। यता मासतिर त उयो राधि आई के भन्नेकोतिर जानु लागेको क्या साग। लु 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 हेलो गर यहाँ तिमीलाई म निकालिदिन्छु गरे। ब्लगमा आइरहेको छु भरे। ल थ्याङ्क यू तिमीलाई। भरे म पनि हेर्छु, मलाई आफै म हेर्छु भन न। म आफै युट्युब च्यानलमा म आफै देखिन्छु। धन्यवाद। लु हेर अब म नाच्न गइरहेको छु। मेरो नाम त तपाईलाई थाहा भइहाल्यो। म एउटा गीतमा नाच्न गइरहेको छु। आफै गाउने हो? अहिले गाउने हो? ल हैन आफै गाउँछौ? आफै गाउँछु। ल गाउ। कुन गीतमा थोरै नाच ल। पटुकी कसेर मुसु। ल मलाई त आएन कि। रुकुमै कोटा आँखा नि रुकुमै कोटा आँखा नि राम्रै हो मन पर्यो नि ओठ। आँखा नि राम्रै हो मन पर्यो नि ओठ। तिम्रो पनि आउँदैन मलाई कि। पछि हेर्लौ नकैमा खोट राम्ररी हेरन छैन कैमा खोट। ल धन्यवाद। ल जाऊ एकजना जसलाई नाच्न आउँछ उही जाऊ। दुईजना नाच्ने पनि नाच। दुईजना नाचे नि हुन्छ। ल नाच। तिमी कुन गीतमा नाच्ने? ल मेरो नाम यो हो भन। तिम्रो नाम के हो? मेरो नाम प्रत्याशु। प्रत्याशु के? प्रत्याशु श्रेष्ठ। म आज नाच्न गइरहेको छु। ल कुन गीतमा? त्यहीमा पटुकी कसेर मुसु मुसु हाँसेको बसेर रुकुमै कोटा आँखा नि राम्रै हो मन पर्ने। आँखा नि राम्रै हो छैन केहीमा खोट। तिमी चाहिँ नेक्स्ट सङमा है। मनको कटा आँखा न एकै छ रुकुमै कोटा राम्रो धेरै नभन न। रुकुमै कोटा आँखा नि
राम्ररी हेर न छैन केहीमा खोटा। ल भयो, धन्यवाद। ल नेक्स्ट 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 ले। मेरो नाम रश्मि पौडेल हो। म आज गइरहेको छु डान्स गर्नलाई। यता नाच्नलाई। ल गीतको बोल ल भन तिम्रो गीत। जुन हेरी ल ल ला मलाई त आउँदैन हौ यो गीत। फुलै टिपी तिमीलाई सजाउला। वाउ ल सङ गाउ गाउ आफै। ए जुन हेरी तिमीलाई हेरौला। फुलै टिपी तिमीलाई सजाउला। धन्यवाद। अब खोइ अब तिमी ननाच्ने? तिमी ननाच्ने? ननाच्ने? ल ननाच तिमी। हेर्न चाहिँ हेर ननाच। एडिताले नाच्दैन। एडिताले कुन दिन ननाच्ने तिमी? ल बाई गरिदेऊ। ल बाई गरिदेऊ त। बाई। ल ल बाई है। मैले साथीहरू यहाँ चाहिँ हेर्न सक्नुहुन्छ आलु रोप्ने ड्याङ। आलु रोप्ने ड्याङ चाहिँ यहाँ काठमाडौँमा चाहिँ यस्तो दामी बनाउँछ क्या। यस्तो दामी आलु रोप्ने ड्याङ कस्तो मनपर्छ क्या मलाई चाहिँ। अर्काले गरेको देख्दा आफूलाई चाहिँ मर्नुहुन्छ फेरि गर्दाखेरि। खतरा ड्याङ बनाउनुहुन्छ। गाउँमा त हाम्रो कहाँ त्यस्तो ड्याङ बनाउँछ त नि। यत्रो ड्याङ पनि हुँदैन, सम्ममा रोपिदिन्छ नि त। ल साथीहरू मेरो छोरीले यता हौ बाबा यता। हामी चाहिँ अब साथीको घर पसल गएर चक्लेटहरू किनेर अनि हामी चाहिँ गल्ली छिर्न थाल्यौँ है साथीहरू। त्यो उसको घर छोरीले खाँदैन किनेर। अनि तपाईँको त्यहाँनिर मैले भनेको थिएँ नि त देखाउँछु भनेर। अनि यस्तो घुमफिर हुन्छ। छोरी बाटो देखाइदिँदै हिँड्न न बाबा अल्छी। खोइ हाँकी म बोक्छु। खोइ झुस देखाइदिउँ न मलाई। ए झुस झुस। यो चक्लेटको नाम चाहिँ खोइ के पो अरे हो। के पो सुन पाप्री हो के हो। मैले चाहिँ झुस भनिदिएको क्या साथीहरू। झुस अलि छिटो हिँड्ने क्या छोरी। त्यो 8 किलो हिँडेर मन नै पर्दैन मलाई त। मेरो छोरी बिस्तारो हिँड्नु हुँदैन नि। यता त प्रायः जस्तोहरूमा टर्नेल के रोप्नु भएको छ? काउली फ्लावर रोप्नु भएको रहेछ। अलि छिटो आजको दिन चाहिँ यत्तिकै छोरी र मामु घुमफिरमै जाने भयो जस्तो छ। छोरीको इक्जाम थियो अनि इक्जामबाट कति छिटो योपालि त हौ। अस्तितिर त 12:45 लिन जान्थ्यो है। अहिले त मामा 12:30मा त मान्छेहरू त लिइसकेको हुन्छ घरमा। अनि हाम्रो चाहिँ बच्चा एकदम ढिलो। यहाँ पनि आलु रोप्दै हुनुहुँदो रहेछ। नले छिटो यसरी चाहिँ एउटा आलु राखेर रोप्नु हुँदो रहेछ। यहाँ चाहिँ मकैको बिउ जस्तो मकैको बिउ। लामा चाहिँ छैन क्या त्यहाँ जानुलागेको। म चाहिँ उता चाहिँ हाम्रो घरहरू। अहिले हामी यो बाटोबाट पनि हाम्रो घर पुग्छ। तर म चाहिँ उयो घरको बाटोबाट जान्छु होला। अनि यहाँ चाहिँ महिमा आन्टी तपाईँलाई यहाँ बस्ने ठाउँ। काठमाडौँ आउनु भनेको आउनु भएन। उता तोरी भएको बारीमा चाहिँ तपाईँ त्यो जग्गा चाहिँ दिन्छ अरे भनेर सुन्थ्यो एग्रिमेन्टमा। आउनु त हुँदैन तपाईँ। त्यही पनि आउनु भयो भने चाहिँ त्यहाँ बस्नु भनेर चाहिँ मैले बोलाएको आउनै भएन। तोरी कोहीको फुल्दैछ, कोहीको उखालेर राख्नु भइसक्यो, कोहीको भर्खर यस्तो हुँदैछ नि। भर्खर भयो तोरी त होला नि के हो यो। छोरी अलि छिटो हिँड्ने। हाम्रो घरहरू चाहिँ त्यता हो। रमाइलो छ साथीहरू। यता तराई जस्तो लाग्छ क्या मलाई। मेरो छोरी यहाँनिर हिँडेको हेर्नु है। पास भइसकेको छ मेरो छोरी हिँड्नलाई। यहाँ चाहिँ प्याज रोपेको रहेछ। यहाँ चाहिँ लसुन। छोरी त्यहीँ बसेको र है छोरा। रुकुमै कोट बच्चाहरूले गीत पनि
झन्डै मलाई अकमकाएर सागहरू यस्तै भए पनि साग मिठो छ क्या साथीहरू यहाँको। यो चाहिँ के भन्नुहुन्छ तपाईँहरू? यता बकुला भनेर छ, हामी सिपचाना भन्छौँ पूर्वमा। अनि यहाँ चाहिँ यति लामो कुखुराको खोर, थोरै लामो छ त कुखुराको खोर। यहाँ ब्रोइलर पाल्नु भएको थिएछ क्या पहिला, अन्त ब्रोइलरलाई चाहिँ हटाएर ल अस्तिको कुखुरा कति सानो थियो, अहिले कति छिटो ठुलो भएको। आफै यत्रो यत्रो थियो, ठाउँमै अहिले त फराकिलो बनाइदिए रहेछ। यहाँ त 2 भागमा छ कि क्या हो यहाँ साथीहरू। यो चाहिँ लोकल कुखुरा अरे, लोकल 200वटा छ अरे यहाँ। आमामा कति छिटो ठुलो भएको हो। यत्रो यत्रो थियो म अस्ति आउँदाखेरि त। यो दाना खुवाएको चाहिँ लोकल चाहिँ हुँदैन होला, तर दाना खुवाइसकेपछि लोकल चाहिँ लोकलको भन्नुपर्छ। 200वटा छ अरे यहाँ, 200वटा। यता पनि ठुलो छ, धेरै चाहिँ छैन, ठुलो पनि खाइसक्यो कि यो 3-4वटा रहेछ। पुरा तराई जस्तो लाग्छ नि, त्यही भएर चाहिँ यसो घुम्न पनि आएको। म त कालो मान्छे नेपाल घुम्न आएको। साथीहरू यहाँ देख्न सक्नुहुन्छ, ल्या अड्क्यो यस्तो कुरुरुरु खेल्ने रहेछ नि। यहाँ भर्याङबाट चाहिँ टुक 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 चढ्थ्यो अरे अस्ति लाइन ब्याट्री हुँदाखेरि। अनि मेरो छोरीले पनि मलाई नि यस्तै किनिदिनु ल मामु अरे। यहाँ साथी यो बाबुको, यो बाबु र मेरो छोरी चाहिँ सँगै क्लासमा पढ्ने हो होइन बेबी? छोरी अर्कै क्लासमा हो ए। ल यहाँ भन्थ्यो त छोरी कुन क्लासमा अरे? छोरी कुन? नर्सरी बी। ऊ चाहिँ नर्सरी ए। ए साथीहरू खेल्ने कुरा हो ए। साथीहरू मैले पो मिस्टेक गरेछु, नर्सरी बीमा पढ्ने अरे मेरो छोरी, अर्को बाबु चाहिँ नर्सरी एमा पढ्ने अरे। चोरेर लिएको अरे फोरी। ले नै छिटो हिँड न, दादाको चोरेर लिएको अरे। ल्या लु भाइको पनि खिचिदिन्छु म। ल्या लडी ल्या हाम्रो भाइको घर जाने अरे, हाम्रो घर त लड्छ है मेरो छोरीले। यसरी बाटो देखाउने, मामुसँग हिँड्ने, छोरीको पनि टोपी लाउने बेला भयो। त्यहाँ फोहोर पानी हो नि, झरेन है, जम्प गर्नुहुन्न नि। यहाँ के झरेर छ? धनियाँ खोइ के हो, लसुनहरू होला। पुरानो घर पनि छ माटोको। पागल भाइको कुनै बेला साथीहरू मुला र साग लिएर आएँ। इस्कुस पनि पाइयो बाटोमा। यो मुला पनि दिनुभएको, साग चाहिँ किनेको, मुला चाहिँ दिनुभएको। अनि इस्कुस पनि त्यहाँ इस्कुसको घाँस काट्दै हुनुहुँदो रहेछ, बाहिरकै दिदीहरू हुनुहुन्छ क्या त्यहाँनिर। अनि इस्कुसको बोटको घाँस काट्दै हुनुहुँदो रहेछ। अनि इस्कुस लैजानु भन्नुभयो, अनि कुरेर बसेर इस्कुस लिएर आएको साथीहरू। अनि अब इस्कुसको तरकारी खाने कि सागको अरे क्या। भएको बेला चाहिँ सबै कुरा हुन्छ, घरमा मान्छे आइसक्यो रहेछ त, भएको बेला चाहिँ सबै कुरा हुन्छ। छोरी कुकुर आउँछ है। ल त साथीहरू आजको भिडियो यति नै रहेको छ, यहीँ एन्ड गर्न चाहन्छु। ओके बाई।